नमस्ते नमस्ते हजुरहरूलाई स्वागत छ कुलेखानीदेखि काठमाडौँसम्मको यात्राको भिडियोमा। के बनाएको रहेछ बुद्धको। यहाँ चाहिँ हाम्रो हेटौडाबाट भाइहरू आएको रहेछ। खासै केही मन परेन अरे हेटौडा आएको भाइहरूलाई चाहिँ। अब भेडा फार्ममा घुमेको रहेछ केटाहरू। भेडामा फार्ममा भेडा पनि छैन, सबै बुङ्ग छ भनेर। अनि हामी चाहिँ ठ्याक्कै यहाँ अनि उनीहरू यही स्तुपामा आएको रहेछ। Build up of my thoughts sitting in an ashtray. I'm sorry that I'm so inconvenient, okay? Just let me be me and I'll stay out of your way. I can see the way you look at me, I'm such a ल लाग्न सक्छ मैले बुद्धको ब्याक साइडबाट किन भिडियो लिएँ भनेर। हेर्नुहोस् बुद्ध चाहिँ कहाँ हेरेर बसिराख्नु भइरहेको छ, म हजुरहरूलाई देखाउन चाहेँ। ड्याम एरियालाई हेर्छु हजुरहरू। यसरी यो बाटोमा चाहिँ टुकटुक पनि चल्दो रहेछ। सायद यो अब यो चिप्लाङबाट यो कुलेखानी ड्यामसम्मको लागि हो कि के हो। यसरी टुकटुक पनि चल्दो रहेछ। यो एरिया चाहिँ बाइक आउँछ, हामीले चाहिँ बाइक माथि नै रोकेर कुलेखानी एरिया बाइक पार्क गरिसकेपछि चाहिँ यसरी रेस्टुरेन्टहरू छ। हामी आएको चाहिँ टाढा हो। यहाँ चाहिँ नि मोटर बोटको लागि सोधेको। मोटर बोटको लागि चाहिँ नि 410 मिनटको। अनि यहाँदेखि झर्नासम्म पुग्ने हो भने चाहिँ नि 700 रुपियाँले। अनि काठको बोटको चाहिँ एकजना पर पर्सन 125। त्यो अघि भनेको पनि पर पर्सन हो है। अब यहाँ चाहिँ चिप्लाङ घुमेर आउनेहरूको यो ड्याममा एरियामा चाहिँ प्रायः आउँदो रहेछन्। यो ड्याममा पनि टन्नै पानी छ। अस्ति न लास्ट टाइममा आउँदाखेरि पानी खासै थिएन, अहिले चाहिँ पुरै पानी रहेछ। अब यहाँ केटाकेटीहरू बसेर उता पर गीत गाउँदैछन्। हजुरहरूलाई यो कुलेखानीको म 360 देखाउँदैछु। नमस्ते। नमस्ते चाहिँ ऊ इमाडल हो, म चाहिँ भक्तपुरबाट हो। आजै आएको, बिहान आएर हामी यसो यता चन्द्रगिरी साइडबाट पहिला चाहिँ आएको छैन है। यो अलिकति यो रुखहरू चाहिँ अलिकति अझ बाक्लो भइदियो भए चाहिँ अझ मजा आउँथ्यो उसलाई। हस् धन्यवाद। नमस्ते। 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 मेरो शुभम बहादुर श्रेष्ठ। मेरो चाहिँ रोजन महर्जन। मेरो चाहिँ सनिल रत्न महर्जन। हामी चाहिँ काठमाडौँबाट आएको यस्ता घुम्दा त्यस्तै अब चारजना भ्याकेसन। एकदम एकदमै राम्रो। काठमाडौँ भन्दा चाहिँ अब सफा क्लियर नेचरको राम्रै छ। पहिला चाहिँ फर्स्ट टाइमै हाम्रो नि ठिक छ, राम्रो छ, बाटो सब राम्रो छ। अब राम्रै मौसम हेरेर आउनु, हामी यसरी नआउनु होला होइन। पानी पर्दा बेला आइदियो भने चाहिँ होइन, अब त्यो अब हिलो बाटोहरू अब राम्रो मौसम लेखेर हेरेर फ्युचर हेरेर आउनु। ए हस् धन्यवाद भाइ। धन्यवाद। कुलेखानी ड्याम एरिया
फर्किने क्रममा यसरी विदेशीहरू बाइकरहरू हजुरहरूले देख्न सक्नुहुन्छ केही टायर हालेर राइडको लागि हिँडेको छ। पानी पर्यो सब्जीबाट चिप्लो चाहिँ कटिहाल्नु। नमस्ते। अब हामी चाहिँ एकदमै पानीमा एकदमै यहाँ बसियो, आधी घन्टाभन्दा बेसी भइसक्यो। असिना पानी परेर यहाँ निक्लिने जस्तो स्थिति देखिएको छैन। कुले खाने र हामी चाहिँ अब यो खरपिङको बिचमा छौँ, ठ्याक्क बाटोमा एक ठाउँमा ठ्याक्क रेस्टुरेन्ट भेटियो र यिनै हामी रेस्टमा छौँ एकछिन। बाहिर झन् पानी पर्यो। यसरी ग्यास्ट्रिक 90% मिठो हुने भनेर पनि ठ्याक्क पानी परेको थियो। हामी एकछिन रेस्टुरेन्टमा बस्यौँ, खाजासाजा नि खायौँ हेऱ्यौँ। अब अहिले पानी रोक्यो, मौसम एकदम क्लियर छ, गडाङ गुडुङ चाहिँ गरिरहेछ। अब बाटो कतिको छ भन्ने कुरा हो। रातो माटो हो त्यो लास्टै चिप्लो हुन्छ बाटो, रातो माटो चिप्लो बाटो देउसिरे भने जस्तै हो। हो र पानी फेरि हजुर त्यो फर्किङ पुग्नुलाई 12 किलोमिटर भने अर्को फर्किङ पुग्नुलाई 1.5 घन्टा। पानी परेको कारणले गर्दा यस्तो भयो, बाटो चिप्लो छ, बाटो चिप्लो छ। मटेल नाच्न थालिसक्यो, बिस्तारै बिस्तारै ब्रेक लगायो भने झन् चिप्लिन्छ। उतापट्टि साइड भएको हामी चाहिँ अहिले पाखेल भन्ने ठाउँमा आइपुग्यौँ। पाखेल अब यहाँ चाहिँ खास यता पानी परेको छैन रहेछ, अब पर्न सुरु गर्दैछ। अलिअलि चिमचिम आइरहेछ, तर पानी पऱ्यो भने यो बाटो चाहिँ लास्ट चिप्लो हुने जस्तो टाइपको बाटो रहेछ है, रातो बाटोको। अघि न त एक ठाउँमा उता 2-3 ठाउँमा बाइक चिप्लिहाल्यो, कति ठाउँमा तर मैले भिडियो रेकर्ड पनि गर्न पाइनँ। हावा हुरी अघि न त असिना नै परेको थियो, अब अहिले चाहिँ पानी चिमचिम परिरहेको छ। यहाँबाट यसो हेर्दा पिच देखिया जस्तो छ।
अब हाम्रो काठमाडौँ प्रवेश भयो।